नमस्ते साथीहरू। आज चाहिँ अब भर्खर सुरु हुँदैछ मेरो काम। लगभग 10 बजेको छ। मेरो चाहिँ अलिकति आज आफ्नो पर्सनल काम भएको कारणले मैले आज काम ढिलो सुरु गरेको छु। आज चाहिँ मेरो सिर्फ 18 टिपको सेट छ। 18 टिप चाहिँ अब कतिखेर सकिन्छ अब हेरौँ। मेरो चाहिँ अब जहिले पनि याङ्गो नै हो हैन। अरू टिप मैले गर्न सकेको छैन। याङ्गोमा चाहिँ के हुन्छ भने याङ्गोमा पैसा कम छ, तर एकदम एक ठाउँमा चाहिँ बसिरहनु पर्दैन। एक ठाउँमा बसिरहनु पर्दैन। एउटा टिप सकिने बित्तिकै अर्को टिप रेडी भएर बसेको हुन्छ। उहाँलाई छोड्यो, फेरि अर्को लियो, यस्तै गरी कन्टिन्यू काम गर्न सकिन्छ। त्यही मात्रै राम्रो लाग्छ मलाई याङ्गोको। याङ्गोमा चाहिँ होइन भने गाह्रो छ। याङ्गोमा किन गाह्रो छ भने अरू इनड्राइभहरूमा चाहिँ किन गाह्रो छ भने अब एकदम लो प्राइसमा आएको हुन्छ ट्रिप हैन। अब लो प्राइसमा आएपछि अब हामीले हाईमा हान्छौँ। हाईमा हान्दाखेरि चाहिँ अब यसै भने चान्स एकदम कम हुन्छ के कम हुन्छ। कहिले यसै हुँदैन, अनि एकचोटि हुँदैन, दुईचोटि हुँदैन, घरिघरि नभएपछि अनि मन लाग्दैन भने झ्याउ लाग्छ। एक ठाउँमा बसिराख्न मन लाग्छ। त्यो बस्दाखेरि चाहिँ अनि अल्छी हुन सुरु हुन्छ। अल्छी हुन सुरु हुने बित्तिकै अनि काम डामाडोल हुन्छ। त्यही भएर चाहिँ इनड्राइभ भन्दा याङ्गो नै गरेको छु मैले चाहिँ। अब कतिलाई याङ्गोमा अब सस्तो लाग्छ, तर सस्तै भए पनि कन्टिन्यू हिँड्न पाउँछ। कन्टिन्यू हिँडेपछि भरे हो गाडी त धेरै गुड्छ हैन, तर कमाउने बेलामा चाहिँ राम्रो भइदिन्छ क्या।